Hello guys, this is my first vlog. तपाईहरुले यो मेरो एउटा छोटो मोटो भ्लग अन्तिमसम्म हेर्दिनु हुन्छ भनेर आशा गर्दछु। आज म तपाईलाई एउटा छोटो मिठो भ्लग भिडियो बनाएर देखाउँछु गाइज। अहिले हामी हिँड्दै छौं तपाईहरुलाई एउटा छोटो मिठो भ्लग देखाउनलाई हिँड्दै छौं। गाइज हामी आउने भनेको यही ठाउँ हो गाइज। हामी आइसकेका छौं यहाँ। तपाईहरुलाई देखाउन खोजेको भनेको मैले यो ठाउँ हो गाइज। यो तपाईहरुलाई म यही लान खोजिरहेको छु। कृपया अन्तिमसम्म हेर्दिनु होला। म अब यहाँबाट जाँदै छु। यहाँको राम्रो दृश्य देख्न सक्नुहुन्छ तपाईहरुले। हेलो गाइज, अनि हामी यहाँ हिँड्दै छौं गाइज। देख्न सक्नुहुन्छ हाम्रो यो पछाडीको एउटा दृश्य। यसको नाम चाहिँ थाहा भएन मलाई गाइज। अब हामी त्यति जान लागिरहेको छौं गाइज। तपाईहरुले पहाडहरू देख्न सक्नुहुन्छ। मेरो भिडियो अन्तिमसम्म हेर्दिनु होला। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट बक्समा एउटा प्यारो मिठो कमेन्ट गरिदिनु होला। अहिले चाहिँ गाइज हामी हिँडिरहेको छौं। अब हामी पुग्न लागिसकेको छौं। हामी हिँड्दै हो। हामी हिँड्दै हो गाइज, हिँड्दै हो। हेर्दिनु होला। अन्तिमसम्म हेरिदिनु होला। तपाईलाई म यो गाइज आइसकेको छ। अब अलिकति मात्रै बाँकी छ देख्नको लागि। तपाईलाई मैले यत्रो बेरसम्म पर्खाएको यही दृश्य देखाउनको लागि। गाइज हाम्रो अहिले नयाँ पोखरी बनाउँदैछन्। ताल पोखरी नयाँ पोखरी बनाइरहेका छन्। यो पोखरी अहिले पुरै कम्प्लिट भएन। तपाईहरुलाई यो पोखरीको कम्प्लिट भिडियो हेर्न चाहनुहुन्छ भने मेरो सेकेन्ड पार्टमा पर्खिनु होला। जसलाई मैले यही देखाउन आएको हो। यो एउटा भनौँ न मतलब सानो पोखरी। यही हो तपाईहरुलाई मैले देखाउन खोजेको। यसमा पानी नभए तापनि यसमा बिस्तारै उहाँबाट पानी आउँछ। यहाँबाट बिस्तारै यो उहाँको खोलोबाट खोल्साबाट आउँछ पानी। यो गाइस यहीँबाट तपाईहरुलाई यो पोखरी पुरै पानीले भरिएको देख्न चाहनुहुन्छ भने मेरो सेकेन्ड पार्टमा आउँछ, हेर्न सक्नुहुन्छ होला गाइज। तपाईहरुलाई यही देखाउन आएको गाइज। देख्न सक्नुहुन्छ यहाँ पुरै घाँस हाल्ने क्रम चलिरहेछ। यहाँ यो किन तपाईले भन्नुहुन्छ यहाँ आधी किन लगाएर आधी किन नलागो भन्न सक्नुहुन्छ होला। त्यो वहाँ छ नि, त्यो त सबै उता लगाउने बाँकी छ। यो यहाँ यो काम पैसाको बजेट नपुगेको कारणले यो काम यहाँ आधी रहेको छ। हेर्न सक्नुहुन्छ म तपाईहरु हिँड्दैछु। यो तपाई देख्न सक्नुहुन्छ। यो यहाँ पुरै हालिने छ। यो उताको यो सबै पुरै हालिने छ। यो तेर्सो देख्न सक्नुहुन्छ गाइस। देख्न सक्नुहुन्छ यो दुबो देख्न सक्नुहुन्छ गाइस। देख्न सक्नुहुन्छ। तपाईहरुलाई मैले यही चीज देखाउनको लागि यहाँसम्म यत्रो कुरा राखेको।
मेरो छोटो मिठो भ्लग हेरिदिनुकोमा धन्यवाद। यो मेरो तपाईहरुलाई देखाउने ठाउँ। यो एकदम राम्रो ठाउँ रहेको छ। ल त तपाईहरुलाई मैले यही चीज देखाउन लागेको हो। यहाँ देख्न सक्नुहुन्छ यो कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट बक्समा प्यारो कमेन्ट गरिदिनु होला। मेरो फर्स्ट ब्लग हो। गाइज यहाँ यस्तो राम्रो सिन रहेको छ जसमा हामी यहाँ बसेर पिकनिक रमाइलो गर्न सकिन्छ। यहाँ बस्ने यहाँ आरामको ठाउँ छ। यहाँ एकदम शान्त। भन उहाँ आइरहेको छन् युवराज बिक्क युवराज आए। ल ल ल ल देख्न सक्नुहुन्छ यो वरिपरि तपाईले दृश्य। यो एकदम गाउँको छेउमा बनाइएको यो पोखरी हो। यो पोखरीमा पानी नभए तापनि पछि उहाँ देख्न सक्नुहुन्छ युवराज बिक्क। यता हेर त युवराज के भन्छ? बन रहा है ना, और इस तालाब पे हम मछलियां नहीं पालेंगे, इसलिए हम इस बांस के सहायता से देख्न सक्नुहुन्छ गाइज यो दृश्य राम्रो छ एकदमै। यति भन्दैमै म यो मिनी भ्लग छोटो मोटो सकाउन चाहन्छु। ल हस्त नमस्ते बाई बाई।